पोलर खाएर छन् भन्ने हो नि त होला र ल बाबु तपाईको बेटामा त्यही दुईटा खुट्टा नि दाइकोमा त्यही मुख हो हैन बाबा यो यत्रो दाउरा कहाँबाट ल्याउनु भयो। हेलो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। आई होप सबै सन्चै हुनुहुन्छ होला। आज पनि हामी कहाँ जाँदैछौँ भन्ने कुरा थम्बनेल अनि सर्टमा तपाईँहरूले देखिसक्नु भएको होला, तर पनि पुरा भिडियो तपाईँहरूलाई देखाउनेछौँ जहाँ जानेछौँ त्यहाँको। र अब भने म रेडी भइसकेको छु, सीता पनि रेडी भइसकेकी छिन्। अनि अहिले यहाँ मार्केटमा आएको छ, सबैजना यतातिर हुनुहुन्छ। अनि बाइकमा जाने कुरा छ, हेलमेट त खतरा खतरा छ तपाईँ लगाउने। गाइज यहाँ पनि हाम्रो एक्टिभा पङ्चर भयो, के भयो हावा गएर खतम छ। यतातिर यो चेकअप गराउँदैछौँ हामीले एक्टिभा। गाइज हामी चाहिँ एक्टिभा बनाएर अनि अलि अगाडि आइसकेका थियौँ। अनि यहाँ चाहिँ सबैले चाहिँ मासु अनि चाहिँ के सामानहरू लगेर उहाँ यसो वनभोजको लागि सामान किन्न गएन अहिले बालरामहरू अनि कान्छाहरू। अनि हाम्रो सेरु यतातिर हाम्रो सीताकाजी यसरी बसेछन्, गणेश यतातिर छन्, दाई उतातिर हुनुहुन्छ। हामी चाहिँ यहाँ आइसकेका छौँ अनि खोलामा उतातिर चाहिँ गणेशले शीतल अब म पिकनिक खाने ठाउँमा आइसकेका छौँ। अनि यो चाहिँ खतरा ठाउँ छ, यहाँ हेर्नु त यो पुरा जङ्गलै जस्तो खोलाको साइडमा। अनि ल हेर्नु त गाइस, यहाँ त मान्छे नै कसैले लग्छ कि जस्तो छ यहाँ। ओ माई गड, अब हिँडेर होला टक्क लगाएर। यहाँ त कसैले के कोही आउला देख्ला र देख्दैन होला। अब चाहिँ गाइज दाउरा खोज्नुपर्छ मासु पोल्नको लागि। अनि गाइज आज घरमा धेरै पाहुना आयो नि, खाना बनाएर यहाँ दिनुपर्ने छ। खोज्नु है खोज्नु बाजीलाई यो बौला खोलामा यो धेरै यो उसले हात काट्दा है आरामसँग दाउरा। सबै दाउरा खोज्नको लागि भित्र हुनुभएको छ सबै। यहाँ दाइले यताउता सेट गरेर हुनुभएको छ यतातिर। अनि हातमा चोट लाग्ला है, हातमा होइन बाबा यो यत्रो दाउरा कहाँबाट ल्याउनु भयो। ओहो यी भाइ भइहाल्छ, अरूले खोज्नु पर्दैन। यति त झन् हुन्छ। अब भइहाल्छ पकाउने फेरि मैले भइहाल्छ। आगो पनि भल्यो। कति किलो मासु हो? 10 किलो मासु हो। खुट्टा कता खानु? खुट्टा यहाँ छन् ऊ कोही आछन् उताबाट। अच्छा भूत रहेछ देखो, अलि बढी मास मरिदिनुलाई।
मेरो लागि मात्रै यो मासु तिमीहरूले पान्न अलिकति बढी दिनु लाग्यो मलाई दिन्न कसैलाई एक्लै खाने यो मासु मलाई बाबुलाई नदिनु हुन्छ बाबु तपाईँको बेटामा त्यही दुईटा खुट्टा नि दाइकोमा त्यही मुख हो मासुमा मसला ससला सबै हुन्छ यतिकै हालेपछि हुन्थ्यो नि यस्तरी हालेपछि सजिलो हुने रहेछ क्या भाडा नभएर क्या यो लिफामा मिल्ट गरिरहेछ मसलाहरू बोतल खोलेर खाँदा हुन्छ भइहाल्यो कतिवटा भयो उता बोल्ला बाबु खाम चटपट बनाएर खाम के मेरो मासुमा सबै मसला हालेर ऱ्याप गरेर यसलाई चाहिँ अब आगोमा हाल्दैछौँ ट्याक्क लाएर यो पाक्छ खाने हो ए हो र पाइस खान्छन् यतातिर छ भने मासु पाक्दैछ मासु यसरी अनि सेरुली पोल्दैछ अनि कतातिर चाहिँ चटपटे बन्दैछ उतातिर मासु पाक्दैछ चटपटे चटपटे ओइ पोल लाग्यो उजी बन्डल त रहेन 1 2 3 4 5 6 7 8 9 10 पताया मासु पोलेर खाएर छन् भन्ने नि त होला र ल एक ब्याग हाल्दैन हामीले जम्मे यत्रो खाल्ला जम्मे हालिन् त गाइज हामी चाहिँ पिकनिक मनाउँदैछौँ ताकि वनभोज हुँदैछ हाम्रो अनि सबै मिलेर मासु रोटी अनि चाहिँ चटपटे अनि कोल्ड ड्रिङ्क सबै खाँदैछौँ मजा लिँदैछौँ हाम्रो पिकनिक चाहिँ सक्सेस भयो एकदम खाइपी गरेर अब चाहिँ हामी जान लागेका छौँ अनि गेटबाट भित्रै जाँदैछौँ आज हाम्रो 13-14 जनाको पिकनिक हो यो पिकनिक भन्दा रमाइलो कार्यक्रम बाइक एक्टिभा अनि सबै चाहिँ यतातिर खडा गरेर अनि चाहिँ हामी उतातिर गएको थियौँ तल सीताहरू आउँदैछन् ल पहिला